ब्याक टु माई च्यानल। तपाईलाई स्वागत छ मेरो च्यानलमा। र आजको ब्लग चाहिँ के हुनेवाला छ भन्दाखेरि चाहिँ म मेरो आप्पासँग वेस्ट सिक्किम जाँदैछु कलुक। सो स्टे ट्युन गाइज, बाई बाई। सो गाइज म चाहिँ घरबाट निस्केको। अब चाहिँ आमा आमा ल गएको म, बाई 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 ल गएको ल। चाहिँ घरबाट निस्के गाइस। अब चाहिँ म जान्दैछु। आप्पाले पर्खिरहनु भएको छ अरे तलनिर। सो घाम मजाले लागिरहेको रहेछ आज चाहिँ। आप्पाले चाहिँ यहाँ पर्खिरहेको रहेछ मलाई। हेलो भनिदिनु न। हामी चाहिँ हिँड्यो अहिले चाहिँ हामी अक्कर ब्रिज पुग्यो। सो अहिले चाहिँ हामीहरू पेट्रोल पम्प आइरहेको छौँ। जाडो होला है कलुकमा त, है आप्पा? कलुकमा त जाडो होला है। हामी चाहिँ जुमको फाटक आइपुग्यौँ। जाँदा जाँदै यहाँ चाहिँ काम हुँदो रहेछ। फाइनली अब चाहिँ बाटो खोलियो। पनि काम हुँदो रहेछ। सो गाइज आप्पाहरू चाहिँ एकछिन वासरुम जानुहुन्छ अरे, त्यो भएर चाहिँ एकछिन रोक्नु भएको छ गाडी। म चाहिँ एकछिन भ्यू देखाउँछु ल तपाईँहरूलाई गाइज। यहाँबाट चाहिँ अलिक देख्दो रहेछ गाइज। यो चाहिँ हाम्रो जोरथाङ हो। तलनिर देख्नुहुँदैछ, तलनिर यो चाहिँ जोरथाङ पर्छ। र अहिले हामीहरू चाहिँ माथि, एकदमै माथि आइसकेको छौँ। यसलाई चाहिँ भन्छ जुम। अब यहाँबाट चाहिँ हामीलाई 1 घन्टा लाग्छ अरे कलुक पुग्नु। सो के गाइस, म तपाईँलाई एकछिनमा देखाउँछु ल। च्याखुङ बजार आइपुग्यौँ हामीहरू। हाम्रो फुपाको अफिस चाहिँ यहाँनिर रहेछ। यतै पो रहेछ नि, छेउमै रहेछ नि। हामीहरू चाहिँ बाजेको घर प्लस होटलमा आइपुग्यौँ। सो गाइज हामीहरू चाहिँ फाइनली सोरेङ आइपुग्यौँ। गाइज मेरो बाजे बोजू चाहिँ यहीँ बस्नु भएको रहेछ। पहिला यहाँ बस्नु भएको रहेछ। कलुक बजार। सो गाइज म चाहिँ कलुक आइपुगेँ। मेरो चाहिँ एकछिन थाना आउने काम थियो। अब चाहिँ पक्रिनु हेर्नु न, मेरो चाहिँ थाना आउने काम थियो र चाहिँ एकछिन थाना आएको छ। हामीहरू चाहिँ आएर म चाहिँ कलुक। मेरो गाइस काम सक्यो, यो लिनु मात्रै थियो। सो लिए। अब चाहिँ फेरि वी आर गोइङ टु सोरेङ। यहाँ चाहिँ बजार छ कलुकको।
सो गाइज अहिले हामीहरू चाहिँ सोरेङ जाँदैछौँ सोरेङ पुग्न आँटेको छौँ भन्दा पनि सिङदिङ पुग्न आँट्यौँ अहिले चाहिँ हामी एकछिनमा भेट्छु तपाईँहरूलाई उत्रेको गाइस एकछिन यहाँनिर चाहिँ गुराँस रहेछ म चाहिँ यहाँ गुराँस टिपौँ भनेको गाइस मार्छ होला मलाई कराउँछ होला अहिले देख्यो भने चाहिँ एउटा टिपौँ भनेको कि मार्छ होला मलाई अब हेर्नु फाइनली रिच्ड छैन रहेछ त्यहाँ ए यहाँ त खाना पाउँदैन रहेछ खाना खानु गएको तल यता पाएन अब तल जाँदैछौँ ओके गाइस अब हामीहरू चाहिँ खाना खाना चाहिँ खाना खाएको अब चाहिँ हामीहरू गएको कस्तो दामी बनायो सबै यहाँनिर अहिले पनि यहाँनिर चाहिँ कामै हुँदै रहेछ अघि जाँदाखेरि पनि कामै हुँदै थियो अहिले जाँदा पनि कामै हुँदै रहेछ चाहिँ कहाँ आइपुग्यौँ भन्दा नयाँ बजार आइपुग्यौँ यहाँ भयो नयाँ बजार र पारिपट्टि चाहिँ छ जोरथाङ यहाँ चाहिँ नयाँ बजारको पुलिस स्टेसन छ यहाँनिर सो गाइज म चाहिँ घर जाँदैछु अहिले भाइ चाहिँ यहाँ सामान उयो गर्नु आउँदै रहेछ होइन यहाँ चाहिँ हाम्रो काकी हुनुहुन्छ बिजी हुनुहुन्छ अस्ति पनि आएको थिएँ म काकी थिएन है काकी अनि अब एन्डिङ पो अब घर पुग्न आँटेको काकीको च्यानललाई पनि गरिदिनुहोस् होला म तपाईँहरूलाई लिङ्क सेयर गरिदिन्छु काकीको चाहिँ सो ओके बाई बाई गएको सो गाइज म चाहिँ घर आइपुगेँ अहिले भर्खर ओके सो प्लिज डु लाइक कमेन्ट एन्ड सेयर माई च्यानल बाई बाई